हामी जाँदाखेरि पुरा यहाँनिर चित्तुवाहरू कराउने हिँड्ने होइन बेला बेला देखिन्थ्यो तर त्यस्तो बिगार चाहिँ नगर्ने क्या चित्तुवाले पनि पानी पर्दाखेरि यहाँबाट चाहिँ हामी अझै तल गुफातिर जाँदैछौँ साथीहरू ल हेरौँ त कत्रो चाहिँ होला त यो ढुङ्गा दुईटाले ढुङ्गा अहिले हामी यसरी मामा भन्छ ट्याक्कसँगले बोकेर अब यहाँ ठाउँहरू फाड्दै नि त अब पुरै घारी खालको थियो नि त अलिक अनि त्यो भएर घारी फाड्दै अन्त चाहिँ यसरी ठाउँमा यसरी पूजाहरू पनि गर्ने गरेको छ साथीहरू ल हेर्नु त आमा पहिला यहाँ चाहिँ बाघ बस्ने गुफा अरे के यो चाहिँ यहाँभित्र बसेर बाघहरू पहिला चाहिँ यहाँ चाहिँ पहिला बाघ भन्दा नि त्यो ऊ बस्थ्यो अरे क्या के भन्छ नि त्यो चितुवा होइन चितुवा हो चित्तुवा उठेछ गुडै छ भन्छ गुडै छ भन्दा पनि त्यहाँनिर चाहिँ बस्ने गर्थ्यो जसोसम्म त्यो त्यहाँनिर चितुवाको भूतलाई पनि थियो अरे भूतला होइन अहिले त्यो चित्त यहाँबाट लगभग के भएर चाहिँ गएको चाहिँ लगभग 8-10 वर्ष थियो होला हामी सानो हुँदाखेरि हामी जाँदाखेरि चाहिँ पुरा यहाँनिर चित्तुवाहरू कराउने हिँड्ने होइन बेला बेला देखिन्थ्यो तर त्यस्तो बिगार चाहिँ नगर्ने क्या चित्तुवाले पनि एकदम देवीको शक्तिले गर्दाखेरि बिगार चाहिँ नगर्ने टक्क राम्ररी नै थियो आउँदा पनि कुखुराहरू पनि बेला बेला माग्नै आउँथ्यो घरमै त्यस्तो छ है मागेरै खान्थ्यो अनि त्यसो एकदम चित्तुवा पनि एकदम सुबानी खालको चित्तुवा रहेछ नि भान्जा हो एकदम हेर्नु त यहाँ मुनि चित्तुवा बस्ने यता माथि चाहिँ यो एउटा त्यो ऊ भन्छ त्यो धेरैवटा खुट्टा हुने के भन्छ खजुरो क्या खजुरो ठुलो खाले खजुरो चाहिँ यहाँनिर खजुरोको चाहिँ यो गुफा अरे क्या सट्टैसँगले यहाँ खजुरो एकदमै यो फेरि चमेराको अरे यहाँहरू फेरि यो चाहिँ चमेराकै साथीहरू के थियो त्यो के चमेरा नै हो कि क्या भन्छ ए पात्र छ भन्छ पात्र छ नजुक होला त्यो पात्र छ चमेरा होइन रहेछ होइन ठिकै छ भन्छ अब यसको यो चाहिँ अब यो ढुङ्गा चाहिँ होइन यो ढुङ्गा चाहिँ कसरी आउन यत्रो ढुङ्गा चाहिँ कसरी उत्पत्ति भयो त भन्छ यहाँनिर होइन यो विषयमा भान्जालाई के ज्ञान छ पहिलाका पुर्खाहरूले भनेको कुरा केही अब केही त यो ढुङ्गामा केही न केही त रहस्य पुरै छ लुकेको छ होइन त्यो भएपछि त यत्रो ढुङ्गा चाहिँ यो पहाडको टुप्पीमा चाहिँ कसरी आयो त यो ढुङ्गा चाहिँ भन्दाखेरि भन्छ अलिकति यता ढुङ्गैपट्टि आएर थोरै चाहिँ भन्छ अरे जानेको जति चाहिँ जाओस् न त यो चाहिँ उहिले नै पहिल्यै यो पुर्खैदेखि खै कुन भगवान्को पालामैदेखि यो ढुङ्गा थियो अरे त्यति साह्रो यसको चाहिँ ठ्याक्कै तथ्य चाहिँ थाहा छैन एउटा यसको बारेमा पुस्तक छ हो त्यो पुस्तक तल मैले राखेको छु ए हो पढेर चाहिँ यहाँ माथि पनि हामी जान सक्छौँ यहाँ अब तपाईँहरूलाई थोरै चाहिँ हामी यहाँ मासतिर गएर यो ढुङ्गा माथि एकदम जानको लागि चाहिँ एकदम कठिन छ तर अब र पनि गइसकेपछि ढोगेर नि एकदम चप्पल खोल्नुपर्छ कि चप्पल खोल्दा पनि भयो माथि नै गएर खोल्दा पनि भयो ल मामा चाहिँ माथि पुगिसक्नु भएको छ एकचोटि यस्तो हात उठाउनु न त ल यो फोन चाहिँ अब तपाईँलाई चट्टिदिनु पर्यो मामा फोन बोकेर चाहिँ चढ्नु नसक्ने छ यो अवस्था लु भान्जा बिस्तारी है ल होइन म त प्रोफेसनल चढिहाल्छु म चाहिँ एकछिन चप्पल यहाँ चाहिँ चप्पल खोलेरै मात्रै जस्तो लाग्यो कि ए उताबाट चाहिँ आउनु पर्दो रहेछ बाटो छ लु हेर्नु त साथीहरू आम्म तेरिका हो तपाईँहरू साथीहरू यो ठाउँ को आइसक्नु भएको छ कोही को आउनु भएको छ नि यो चाहिँ सोयाक 7 नम्बर इलामको सोयाक 7 नम्बर नमी डाँडादेखि थोरै मासतिरबाटि यसलाई चाहिँ
तपाईँहरू सोयाकमा आएर चाहिँ इलामको सोयाक भन्ने ठाउँमा आइपुगेपछि चाहिँ हात्तीढुङ्गा भन्ने बित्तिकै उँभोतिर चाहिँ यस्तरी यहाँ माथि छ भनेर सबैजनाले देखाइदिइहाल्नुहुन्छ। यस्तो छ है साथीहरू।